साथीहरू नमस्कार। अहिले म यो बुढानील कण्ठमा छु। यहाँ एउटा 13 आनामा बनेको नयाँ घर बिक्रीमा ल्याएको छु। हेर्नुस्, यो घर हेर्नुस्, बाहिरबाट उत्तर मोडा भएको छ। वास्तुशास्त्र अनुसार एकदम मिलाएर बनाएको छ। म भित्र छिर्दैछु पार्किङको लागि। हेर्नुस्, 3-4 गाडी राख्न मिल्छ। यो घरको उत्तर पूर्व कुनाबाट खिच्दैछु। यहाँनिर हल्का यहाँ गार्डन दिएको छ, वाटरफलहरू छ। त्यहाँ एउटा सानो यसो घाम ताप्ने के हो यो बनाएको छ। पार्किङको लागि देखिहाल्नुभयो। अब घरको मूल इन्ट्रान्स गेट देखिहाल्नुभयो, पुरै कार्भिङ गरेको ढोका। अनि छिरिसकेपछि यसरी आयो। यो माथि जाने भर्याङ भयो। भर्याङको मुनि चाहिँ यसरी राखिएको छ। अनि यो लिभिङ रुम भयो, मजाको ठुलो छ। अब यो माथि डबल सिलिङ छ। हेर्नुहोस्, यो माथि डबल सिलिङ हालेको छ, सरी भएको छ। अनि यहाँ यता चाहिँ टिभी सिभी राख्ने ठाउँहरू भयो। यहाँ सोकेसहरू छ थुप्रै। किचन चाहिँ नि यहाँ छ। यो चाहिँ सानो यो फ्यामिली डाइनिङ जस्तो बनाएको छ किचन चाहिँ। यो 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 हेर्नुहोस्, ठ्याक्कै यो चाहिँ वास्तु अनुसार नै बनाएको छ। यो किचन दक्षिण पूर्व भएर बनाएको छ। अनि बाहिर निक्ल्यौँ, लिभिङ एरिया भयो। यहाँ एउटा बेडरुम छ। यहाँ सबै वालहरूमा यस्तै छ है। एउटा बेडरुम छ ग्राउन्ड फ्लोरमा। यो बेडरुममा पनि एट्याच बाथरुम दिएको छ। बाथरुमहरू पनि एकदम राम्रो छ। अब यही लिभिङ रुममा चाहिँ एउटा हाम्रो कमन बाथरुम दिएको छ। यसरी यो कमन बाथरुम भयो। अब हामी तालामाथि जाउँ। तालामाथिबाट चाहिँ यो एउटा सानो यो ओपन तपाईँको लबी दिएको छ यसरी। अनि यस्तो छ, यहाँ बाहिर बाल्कनी जाने ठाउँ। एउटा यहाँ अर्को बेडरुम छ, यसमा पनि बाथरुम छ। यो छ बाथरुम यसको। यहाँ अर्को एउटा रुम छ। यो रुम भयो। हेर्नुहोस्, कोठा पनि ठुलो छ। यहाँ बाथरुम दिएको छ, एकदम ठुलो बाथरुम छ दिएको छ यसरी। यो कोठामा यसरी पुरै वार्डरोबहरू बनाएको छ। यता पनि राम्रो कलर म्याचिङ गरिदिएको छन्। यहाँबाट निक्लेपछि फेरि यहाँनिर एउटा मास्टर बेडरुम छ। हेर्नुहोस्, यो झन् ठुलो रुम छ। यस्तरी दिएको छ। हेर्नुहोस्, दराज छ पुरै। यस्तो भयो। अनि यसमा एउटा यो पनि एट्याच बाथरुम छ। पुरै क्याबिनेट्सहरू छ यहाँ। हेर्नुहोस्, बाथरुममा यस्तो छ यो पुरै। हेर्नुहोस्, एकदम महँगो सामान हालेका छन्। अनि यो रुमको चाहिँ एउटा सानो सिटिङ एरिया पनि छ यहाँ। यसमा चाहिँ एउटा सानो सिटिङ रुम बनाएर अफिस बनाउँदा पनि भयो, निजी अफिस हुन्छ यसरी दिएको छ। माथि सिलिङमा यस्तो छ। अब यो कमन एरिया त हेरिहाल्नुभयो अघि नै। यो फ्लोरमा 3टा बेडरुम छ भयो। टपमा चाहिँ यहाँ एउटा स्टोर रुम निकालिएको छ। हेर्नुहोस्, यो स्टोर रुम भयो। अनि त्यहाँ यो चाहिँ वासिङ एरिया भयो। यो ढोका चाहिँ यो चाहिँ पूजा कोठा दिएको छ। अब यो माथिको छत भयो, यो रुफटपमा चाहिँ यसरी यस्तो भ्यू छ पुरै। यो सराउन्डिङ छिमेकीहरू हेर्नुहोस्, एकदम नयाँ बस्ती छ पुरै। यो सबैभन्दा माथि चाहिँ यो यसरी दिएको छ। यो सोलर प्यानलहरू छ। रुफटप यही भइहाल्यो। एकदम झिङ्गोटीको हालिया छन्। यस्तरी भ्यूहरू हेर्नुहोस् वरिपरिको। यस्तै छ। धन्यवाद।